बालेन शाह समाउनुपर्छ, सुदन गुरुङ समाउनुपर्छ भन्ने हाम्रो मान्यता हो। यदि साँच्चीको अनुसन्धान गर्ने हो भने, होइन भने विष्णु पौडेललाई छोड्नुपर्छ र पूर्वाग्रहको आधारमा यस्तो गर्न पाइँदैन। हिजो अल्गोरिदमबाट जनतामा फिजाएका भ्रमहरू चिर्दै हाम्रो पार्टीमाथिको प्रहारहरू चिर अगाडि बढेको छ। अब जहाँसम्म विष्णु पौडेलको सवाल छ, अब मूल पानीले दिएको बयानको आधारमा हिजो 8 करोडको गाडी चढ्ने बालेनले केही नगर्ने, हिजो दीपक भट्टसँग सेयर लिने सुदन गुरुङलाई केही नगर्ने, अनि मूल पानी र चन्नुप्रसाद पौडेलले चाहिँ नि श्रीराम टोबाको जो करेन्ट गुटखा उत्पादन गर्ने सबभन्दा घातक कम्पनी हो, त्यसको 30 करोड सेयर दीपक भट्टको नाममा देखेको सेयर चाहिँ विष्णु पौडेलले भनेर लिन लगाएको, अथवा शशि पौडेलको नामको 35 बिघा जग्गा चाहिँ नि विष्णु पौडेलको हो भनेर चुन्नुप्रसाद पौडेल जो विष्णु पौडेलसँग चाहिँ चुनाव लडेका काङ्ग्रेसका नेता हुन्, उनीहरूले दिएको बयानको आधारमा विष्णु पौडेल जुन गिरफ्तार गरेर सुर्खेतबाट काठमाडौँ आइरहेको मान्छेलाई काठमाडौँ नसमाई सुर्खेतमा समाएर प्रहरीको गाडीसम्म कोलपुर ल्याएर, कोलपुरबाट माइक्रोमा ल्याएर जुन नाटक र स्टन्टबाजी गर्यो, यो चाहिँ एकदम स्टन्टबाजीको कुरा हो। र मूल पानी समाउनुपर्छ, चुन्नुप्रसाद पौडेल समाउनुपर्छ, बालेन शाह समाउनुपर्छ, सुदन गुरुङ समाउनुपर्छ भन्ने हाम्रो मान्यता हो। यदि साँच्चीको अनुसन्धान गर्ने हो भने, होइन भने विष्णु पौडेललाई छोड्नुपर्छ र पूर्वाग्रहको आधारमा यस्तो गर्न पाइँदैन। अब हामी चाहिँ न्यायिक तथा राजनीतिक प्रतिरोधी अभियान चलाउँदैछौँ र हामी साउनको पहिलो हप्ता काठमाडौँमा राजनीतिक प्रतिरोधको एउटा विशेष अभियान चलाउँदैछौँ र आजको यो कार्यक्रम त्यसैको एउटा तयारी पनि हो।